वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना। म आज अलिकति फरक गद्य कविता लिएर आएको छु। प्राय छन्द कविता लेख्थे। नयाँ वर्ष तिमीलाई शुभकामना। हिजोका आँसु पुस्दै आज हाँस्ने दिन पाएका छौं। थाकेको मनलाई फेरि उड्ने सास दिलाएका छौं। समयको पानामा नयाँ अध्याय थपिँदैछ। जीवनलाई यात्रा नरोक्न मनाएका छौं। हामीले बिर्सनु हुन्न विगतका सिकाइहरू, तर अल्झिनु पनि हुँदैन आडम्बरी परम्पराका जालहरूमा, किनकि हरेक यात्रामा भेटिन सक्छन् नयाँ अवसरका कोसेलीहरू। रात जति नै कालो भए पनि बिहान अवश्य उज्यालो हुन्छ, त्यसैले हिम्मत हार्नु हुँदैन। रात बितेपछि नै घाम उदाउँछ। सपना अझै बाँकी छन् आँखाभरि, आशा अझै बाँकी छन् मुटुभरि। जति टाढा लागे पनि गन्तव्य, आखिर पहिलो कदमले नै सुरु हुन्छ यात्रा सधैँ। अरूको लागि बाँच्छौ भने बाँच, तर आफ्नै तरिकाले बाँच। आफ्नो लागि मात्र बाँच्छौ भने पनि कुनै दुखेसो छैन, तर अरूको खुसी खोसेर होइन मुस्कान दिएर बाँच। किनकि आजका साना साना सम्झनाका क्षणहरू सम्हालेर भोलि जीवनले ठुलो उत्सव मनाउन सकोस्। नयाँ वर्ष केवल मिति होइन, नयाँ वर्ष केवल मिति होइन, यो त विचार परिवर्तनको संकेत हो। पुराना आडम्बरी सोचलाई विदा गरेर नयाँ सम्भावनालाई अँगाल्ने अवसर पनि हो। त्यसैले आऊ नयाँ वर्ष, आजको यो अवसरमा हामी सँगै मिलेर एउटा प्रण गरौँ कि यो कुरुक्षेत्रको युद्धमा जीवनको रथ मनको सारथीलाई हाँक्न दिएर, विचारको रथीले भ्रमका दुर्योधनहरूलाई ढलाउँदै सत्यको जित सुनिश्चित गरौँ। अनि मात्र वसन्तको उत्सव बनाउँदै तरुले नयाँ पालुवा हालेको देखेर तिमीलाई शुभकामना भनौँला, नयाँ वर्षको शुभकामना भनौँला। धन्यवाद।